तिमीले मलाई तिम्रो सन्तुष्टिको लागि माया गरेको रहेछौ हो म आज एक्लो छु आमा बाँच्न सक्दिनँ मैले आज संसारबाट हार खाइसकेँ आमा मैले जसलाई नजिकै सम्झेको थिएँ तिम्रो पुजी छ पुजी पनि छ यसले त बा मलाई त डिक्लाइन गर्छ त केटाकेटी हो होइन किनकि म आज पोजिसनमा छु त्यही भएर गाइजहरु त्यही त नि वेलकम है तर आज मैले ठोक्न आएको हो क्या यहाँ ओइ तसँग पूर्जा छ र ठोक्न त्यही त नि ब्रदर है थ्याङ्क यू सो मच है जो जोइन गर्नुभयो जोइन बहिरो होइन र होइन दाइ तपाईँ त बहिरो ठमेल लाने हो कि त्यही भएर सेकुलाई ठमेल लाने हो ठमेल कस्ता कस्ता मान्छेले त मलाई ठोक्न सकेन त जाबले यात्रामा न लास्टमा त यही त हो नि यहाँ मेरो फ्यान भाइ आइसक्यो यार मेरो फ्यान आएर के भयो त म्याक्सी उचालिदिन्छु सुँगाइदिन्छु ला थ्याङ्क यू सो मच ब्रदर ल ब्रदर यहाँ जिताउनु पर्यो यार मलाई यार यसले म्याक्सी सुँगाउने कुरा गरे मलाई त हेपेर मलाई यति डिक्लाइन गर्यो कि यसले किन थाहा छ म यति बेला म पोजिसनमा छु अनि तिमी नेपालको मात्र आइजन हुन त अब मिस नेपाल हो होइन तिमी आऊ म त मिस नेपालै हेर्न म मिस नेपाल होइन म त मिस नेपाल तिम्रो लागि लाऊ तिम्रो बच्चा यहाँ छ बाउ चाहिँ खै त बाउ बाउ अघि तिमीलाई अघि बाउले किस दिएर तिमी गर्थ्यौ नि त्यही हो ल ब्रदर त्यही त नि ब्रदर मैले हजुरलाई फलो गरेको छु ल फलो ब्याक गर्नु ल एभ्रीवन गाइज मिलेर जिताउँ त हामी आज मेरो पोइहरु सबले ट्याप ट्याप गर्नु केकुला आज हामी पड्काउँ यार केटाकेटी हो पड्काउँ कहिले पड्काम भने तसँग के छ सम्पत्ति पड्काउनलाई ह ल पड्का त म लाइज ल पड्का one more guys one more modern brother thank you so much आज त मलाई एपिसोड पड्काउनु पर्यो हो ल ठोक्नु पर्यो ल ठोकाउँ त केटा one more rose guys छिटो ओइ आइ छिटो पड्काउ त एउटा फालम के भयो ल पड्का आइज म्याक्सिमम जल्दी रा खोइ त यार त्यही त नि ब्रदर यार तपाईँ यार फ्यान भन्नुहुन्छ यार जिताउनु ब्रदर यार बढिया मदन ब्रदरले बिचरा सपोर्ट गर्नुभएको छ ब्रदरलाई मैले फलो गरेको छु ल गर्नु पर्यो क्या केटाकेटी हो केटीहरूलाई मात्र होइन केटाहरूलाई पनि पढाउनु पर्यो नि म जस्तो यङ लेडीलाई पड्काउँछु भन्छ ल ब्रदरहरू यार मिलेर पड्काउनु पर्यो क्या यार ओइ तिम्रो ओइ म भनेको समुद्र हो बुझिस तर 20-30 जनालाई पड्काउने मजा छाडा तन्काएर बसिदिन्छु जा बोला जा कस्ता कस्ता आए कहाँ गयो मुसाको बच्चा यहाँ भने जस्तो तिमी मुसाको बच्चा ऐ तिम्रो डुबिलको मार्नलाई समुद्र कहाँ छ डुबिलको मार्नलाई समुद्र गर्नु न म त जान्छु यार यत्रो जना भ्युअर्स भयो ट्याप ट्याप गर्दैन यार थ्यांक यू सो मच मदन ब्रदर एपिसोड कि म त जान्छु भयो म जान्छु हेर न अब कस्तो सपोर्ट गर्छ मेरो पनि मान्छेहरुले म त जान्छु म त गेमै खेल्दिन थ्यांक यू सो मच कुन गुरुङ ब्रदर हजुर एककुलाई हामीले तिमी अब अगाडिबाट पड्काऊ पछाडी अन्तिममा पड्काएर हुँदैन सेक्कु मेरो यत्रो टिम भएर म त सुत्छु भयो अनि सुत्नलाई त सिरानी तिम्रो छातीमै छ त
ढुङ्गालो मारेर सिरनी म त सुत्छु म त कोमामा पुग्यो है सेकुलाई माया गर्ने मान्छे ला के हो अघि सुत्यो ओए एन्सेलको टावर एन्सेलको टावर होइन ल खरबुजा भन के हेरेको रे यसरी हेरेको के ढले नि बिचारा कोमामै पुग्यो नि हाम्रो केटाहरूले हाम्रो ब्रदर केटाहरूले पड्काइहाल्यो तेरा केटाहरूले यत्रो महिना कालो माछा आउनु भने त मजाले पचाइदिन्छु लु किन वेल हान्नु नसक्नेहरू हाम्रो मान्छेहरूले हान्छन् नि उहाँहरूले जति सक्नुहुन्छ एउटै वेल छ नि कहाँबाट हान्छ है तेरो मान्छेले वेल तर लास्टमा हान्छ नि उताबाट हान्छ के हान्छ होइन हान्ने हाम्रो ब्रदरहरूले हान्नुहुन्छ माया गर्ने ब्रदरहरूले हान्नुहुन्छ अफकोर्स रोक ल के भयो त्यसलाई के गर्यो त्यसले खोइ त अनि माछो पस्न सक्छ त अनि झुकेगा नहीं साला लोग कभी नहीं झुकता है बेस्ट ऑफ 3 आइज लास्ट एक गेम अब तू हारा तू पल्टा मैं जीता मैं पल्टा दैट्स ऑल कोमामै पुगेछ यार मदन ब्रदर एक कसैले उसलाई बिउजाइदियो यार हेलो सेकु ब्युटिफुल यता आऊ न किन हो के भयो तिमीलाई कोसँग तिमीलाई चित्तिदिएको भन त तिम्रो मान्छेहरू कतिजना छन् भन त त्यहाँ मलाई पहिला तिम्रो बेबीहरू 1 5 7 एभ्रिवान गाइज डबल ट्याप अन माई स्क्रिन है लाइक सेयर पनि गरिदिनु है सिक्कुले जे हँसाउँछ इजी इन्टरटेनर एकदम खुसी लाग्छ कमेडी गरे के गर्नु चिलाएको छु कराएको छु देख्दैन के गरे अरे ल्याइदियो मकैको यत्रो ठोसो तिम्रो त पला रहेछ 2टा बोसो सुन्न मलाई चिकी भाइन्समा बोलाइदिएन के रे सरी के भाइन्स भन्ने छ नि त्यो गाइजहरु यार के भाइन्स भन्छ यसले यार एनिमस सुन्न गाइज 2 रुल्स मतलब बदर एउटा माकुरीसँग गर्न चाहन्छु के म गाइज 2टा रुल्स कोइसँग छ एनीवन हैव 2टा रुल्स कम अन गाइज मदन ब्रदर काजन बजुर आर यु हियर दादा एकदम थ्यांक यू ल मदन ब्रदरले एउटा रुल्स 1 रुल्स गाइज कम अन गाइज एउटा रुल्स कोही छ उताबाट आएर दिए नि हुन्छ सेकोको मान्छेले ठोके हुन्छ सुन्न भन्न ओइ माकुरीसँग गर्न चाहन्छु क्या मदन ब्रदर एउटा हान्नु न कोही आउनु एउटा रुल्स यार ओ माय गॉश विजय जी पुंगो थ्यांक यू सो मच अमु अमिशा ओइ म त लास्ट गर्नु म चाहन्छु तिमीलाई चाहिँ म एउटा खतरा उसमा खेलाउँछु ल केमा उतो फिल्ममा एउटा फिल्म छ तिम्रो लागि कुन फिल्म भन्न म त आयो त्यसो भयो के भयो त्यसपछि तिमीले अब एउटा एक्टिङ गरेर देखाऊ गर न एउटा एक्टिङ तिमीलाई जस्तो तिम्रो बोयफ्रेन्डले तिमीलाई छोडेछ अरे तिमी एकचोटि त्यसको एक्टिङ गरेर देखाइदियो सुमी मैले तिमीलाई कति माया गर्थे तिमीले मलाई आखिर छोडेर गयो है मेरो मायामा के कमी थियो म गरिब छु मसँग पैसा छैन आज त्यसको
खानाले मलाई छोड्यो है अमिसा जिताउँदै छिटो 64 भइसक्यो कि उता गाइस उता 64 भइसक्यो पोइन्ट मदन बदर जित्नुपर्छ होला हामीले यो गेम पनि आज त मैले सबै थाहा पाएँ मेरो घरमा कोही छैन मेरो बाबामा गरिब छन् भनेर आखिर तिमीले मलाई तिम्रो सन्तुष्टिको लागि माया गरेको रहेछौ म आज एक्लो छु आमा बाँच्न सक्दिनँ मैले आज संसारबाट हार खाइसकेँ आमा मैले जसलाई नजिकै सम्झेको थिएँ जसलाई माया गरेको थिएँ आज उसले मलाई धोका दियो आमा ला किडनी टचिङ एक्टिङै हान्ने यार ओ हरि भनेको एक्टिङ यार टाउकै घुमा बाँच्न सक्दिनँ आमा के भइसक्यो यो बहिनीलाई कसले धोका दिएको हो यो बहिनीलाई ला फ्ल्याट एम्बुलेन्स छैन कसैको नजिक त ढल्यो यो बहिनी त यार ला ए पानी पानी छम्किदेऊ त कोही गएर गाइज वी आर अलमोस्ट कन लुज है यो गेम है 91 भइसक्यो त जान्नु दाजु म त जाँदिनँ है ला के ए ल कट 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 भनेको अहिले फेरि खुट्टा उचाल्छ टेन्सन छ फेरि मदन ब्रदर पुनम राई वेलकम गाइज कम अन लाइक सेयर गर्नु डबल ट्याप गर्नु जिताउनु मलाई छिटो पुनम राई कम अन ए सकिसक्यो Oh my gosh, I'm gonna lose, guys. दादा यहाँ सुन ए सेक्कु तिमीले एक गेम जित्यौ मैले एक गेम जिते अब लास्ट फुल एन्ड फाइनल तिमीलाई मैले दादा एक गेम जिताएको छैन मेरो दादा के छ पुनम राई सन्चो आज कति पछि आयो त लाइभमा ल पुनम राईले जिताउनु पर्छ ल मलाई एरा लामा वेलकम ल गाइज एभ्रीवन डबल ट्याप अन माइ स्क्रिन गाइज सबले मेरो फरेभर दादा तिमीले एक्टिङ त गर्यौ हेर हैन तिमीलाई मैले कति दिम त त्यो पोइन्टमा हजुर भन्नुस् तपाईलाई कति चाहियो मलाई हजुरको माया भए पुग्छ सम्पत्ति सारा कमाए तर कहिले पनि आफ्नो मान्छेको माया कमाउन सकिनँ मैले आज म एक्लै भएर बसेको छु सबैको हेलामा बसेको छु गाइस मेम्बरशिप लिइहालौँ है त मलाई समाजले अपनायो पबिजी मेम्बरशिप लिनु ल अपनाए म थाहा छ एक्लै भएर बसेकी छु म थाके भन न थ्याङ्क यू पबिजी पुनम अमूल्य सब मिल्यो जित्नुपर्छ लास्ट गेम दिलमाया जी नै आउनु भएको छ माइ गॉश कसले धोका दियो यार मलाई त्यो धोका दिने बोका को हो भन गाइस 4 रोज 4वटा फुलको गुच्छाले हान्नु त सुमिन गुरुङलाई एभ्रीवन गाइस 4 रोज हजुर हो नि रे म त हैन ल गाइस 3 मोर खोइ 3टा अब 3टा मदन बदर जानु भइसक्यो थ्यांक यू सो मच गाइस कम अन 3 मोर रोज एनीवन हियर फ्रम इला वेलकम खोइ 3 मोर रोज 3टा 3 रोज कम अन गाइस थ्यांक यू निकिता 2 मोर गाइस 2टा लक्ष्मी कम अन लक्ष्मी one more एउटा दीपक ब्रदर कोही छैन टार्गेट कम्प्लिट oh my gosh